धनी पनि धनी नै होस् न त, अनि गरिब पनि धनी होस् न त। अनि धनी मात्रै धनी हुँदै जानुपर्ने, गरिब चाहिँ तलको तलै बस्नुपर्ने होइन के, होइन? धनी पनि हुँदै जाओस्, गरिबलाई पनि उठाउँ न भन्ने नीति हामीले लिनुपर्छ। तर गरिबलाई त हामीले उठाउने नीति त केही पनि छैन नि त, छ त? सबैभन्दा स्वास्थ्यको कुरा गरौँ न। गरिबले अहिले अस्पतालमा गयो भने मेन कुरा त गरिब अब हेर्दाखेरि नै काम गरेर आएको हुन्छ, पसिना गनाइरहेको हुन्छ, लुगा राम्रो हुँदैन उसको। डाक्टरले राम्रोसँग उसलाई त्यो हुन्छ नि विभिन्न खालको जाँच गर्ने उपकरण लगाएर राम्रोसँग हेर्न पनि घिनाउँछ। त्यस्तो छ? अरे कस्तो तपाईँले वास्ता गर्नुहुन्न कि क्या हो है? पसिना गनाइराखेको छ, मैला आइराखेको छ, इनकेस हो भने होइन, छिछि र दूर लिएर सबैले होइन, फेरि सबै डाक्टर नरिसाउनु है यहाँ, होइन? देखाएको छु, मैले अनुभव गरेको छु। भन्नुको मतलब त्यहीँबाट उसलाई सुरु हुन्छ। अनि अब उसले के गर्छ भन्दाखेरि एउटा कुरा त गरिब त्यसै मान्छे भएको हुँदैन, ऊ शैक्षिक हिसाबले पनि त तपाईँको कमी हुन्छ, हामी जस्तो बोल्न सक्दैन होला, यहाँ कहाँ बोल्ने थाहा हुँदैन होइन। अब इङ्ग्लिसमा लेखा हुन्छ, अब रुममा कहाँ यता अब ल्याबोरेटरी लेखा हुन्छ त्यहाँ होइन, के हो अब ल्याब के हो है, एक्सरे लेखा हुन्छ, एक्सरे थाहा हुँदैन, अब सोधिहिँड्नु पर्ने हुन्छ है। अनि टाइममा उसले उपचार पाइराखेको हुँदैन, बेड पाइराखेको हुँदैन, त बिपी अस्पतालमा जानु न तपाईँ होइन।